Hello guys, welcome to my channel. Good morning And good morning. आज चाहिँ हामी जाँदैछौँ एकदम मेरो दिलको जिग्रीलाई भेट्नु। सो हामी चाहिँ कति बिहानको कति बजिसक्यो हामी चाहिँ मेला गइकन त मेरो घरमा त कति पर्छ अहिले चाहिँ खै अहिले त देख्दैन हामी चाहिँ जाँदैछौँ मेरो साथीलाई भेट्नु। अब को साथी भनेर सोच्नुहुन्थ्यो होला, सो तपाईँले थाहा पाउनुहुन्छ। हामी जाँदैछु वर्षा, मेरो बहिनी, अन्त पर बहिनी छ एकजना, चारजना जाँदैछु। सो उसको लागि हामीले अलिकति सामान लगिदिँदैछु, बेसी छ होइन। ए बिहान बिहानको नजारा चाहिँ यस्तो देख्छ, सानो दामी देख्दैन। तर बिहान बिहान उठ्नुको के भन्छ मजै कुछ और छ। तर हामी चाहिँ आज मेला घुमेर आएको त्यही लागि छिटो बिहान बिहान छिटो उठेको। एउटा हाम्रो चाहिँ निन्द्रामा उठेर हिँड्दैछ त कस्तो दामी देखेको नि, निन्द्रामा उठेर हिँड्छ यहाँ। भिडियो चाहिँ अन भएको छ रहेछ। त्यस्तो पहिले चाहिँ हामी चाहिँ यसरी पुरा हिँड्थ्यौँ, ओ पहिला झर्ने कम्पिटिसन हुन्छ हाम्रो चाहिँ पहिले यसरी। तर पहिलाको जस्तै अहिले त कहाँ मजा आउँछ र। पहिलाको बचपनको जमाना भनेको बचपनकै हो। बिहान बिहानको नजारा चाहिँ यस्तो दामी देख्छ। हामी चाहिँ 3 बजी 2-2:30 बजी राति उठेर मेला घुमेर 3 बजी मेला घुमेर आएर अब हाम्रो चप्रुको मेरो जिग्रीलाई भेट्नु जाँदैछु। तर जिग्री चाहिँ भनौँ भने जिग्री चाहिँ अहिले यो दुनियाँमा छैन होइन। तर पनि अब पहिला चाहिँ पुरा मिल्थ्यो, किनकि उसको उयो हुँदाखेरि चाहिँ म बाहिर थिएँ, दिल्लीमा थिएँ। सो म आउनु पाइनँ। गाउँमा भएको भए त अभियसली म आउँथेँ। अब जिउँदो नभेटे पनि एउटा पहिले बात गर्दाखेरि भन्थेँ क्या, अब हामी साथीमा कि अब म मऱ्यो भने चाहिँ भेट्न आउनु है भनेर। सो म चाहिँ उसलाई भेट्नु जाँदैछु। उसको लागि अलिकति उसले मनपर्ने चिज, उसले खाने चिज लगिदिँदैछु। सो त्यही हो, अब गएर हेर्नु ल। तर कहाँनिर छ हौ यहाँ कि मान्छेले होइन मान्छेले उसलाई भन्ला ए मतवा थियो, पिकुर थियो, मातेर मर्यो भनेर। बट साथी भनेको साथी नै, आफ्नो साथी चाहिँ चोर होस् चाहे गुन्डा होस् चाहे जेसुकै होस्, बट आफ्नो साथी हुन्छ। तर कहिले पनि उसले अब त्यस्तो मातेर पनि त्यस्तो खालको कहिले बेहोरा देखाएन। ऊ एकदम बेस्ट फ्रेन्ड थियो र हमेसा ऊ मेरो लागि बेस्टै हुन्छ। सो अस्तिदेखि जान्छु भन्दाखेरि अब दिवालीले गरेर टाइमै पाएको थिएन। आज चाहिँ फाइनली गइदिएको होइन। बिचराले आशा पनि गरिरहेको होला हामी, किनकि हामी दिवालीमा भेट्ने भनेर चाहिँ एकदमै हामी प्लानिङ पनि गरेको थियो र प्रमिस पनि गरेको थिएँ। तर अब त्यही हो, भगवान्लाई मन्जुर थिएन हामीलाई भेट्नु। सो अब गएर भेटौँ। मान्छे दुनियाँमा नभए पनि उनीहरूको यादहरू चाहिँ अब सधैँ भइराख्दो रहेछ नि। अरू के भन्नु चाहन्छ? अब उतै गएर हेर्नु यस्तो दामी छ। मर्निङमा कस्तो मजा आउँछ नि। अहिले आउँदाखेरि इन्स्टाग्राममा भिडियो बनाऊँ न त मम्मी यहाँतिर घरमा। सो हामी चाहिँ यस्तो जङ्गलको बाटो छ कि मेरो बहिनी त डरले गयो, किनकि आज उसलाई टाढो राखेको छ जस्तो लाग्यो। मलाई पनि थाहा छैन उसलाई कहाँ राखेको छ भनेर। के अरे मेरो ख्यालले चाहिँ उता खोलामा राखेको जस्तो लाग्यो। उसको भाइको नम्बर थियो मेरोमा, उसको नम्बर फोन नै ल्याउनु पाइनँ हो। सो यहाँ चाहिँ मैले वर्षाको फोनबाट चाहिँ भ्लग बनाएको। पहिला यो कस्तो सफा थियो नि यहाँनिर, आम्मामा कति साल बाद हिँडेको छ यहाँ चाहिँ हामी। यहाँ कस्तो ल त्यो आफै यस्तो बाटो छ। सो बाटो पनि यस्तो छ यहाँ हेर्नु ल, खोलाहरू
खोला यहाँ त खोला हिँड्नुपर्छ जाला डर डर पनि लाग्छ नि त्यो हात्तीहरू पनि हिँड्छ पहिले चाहिँ नि हामी हाम्रो घर जब माटोको हुँदाखेरि चाहिँ अब फिलहाल अहिले त सबैको पक्काकै छ हामी माटोको हुँदाखेरि चाहिँ हामी यहाँनिर रातो माटो लिन आउँथ्यौँ नि है रातो माटो बोरामा लगेर जान्थेँ यहाँनिर चाहिँ मान्छे जलाउँछ सो मेरो ख्यालले त उसलाई यहाँ जलाइन होला किनकि उनीहरूको उता राख्छ नि त एकै जग्गामा हाम्रो चाहिँ उता खोलामा हो अन्त पहिले हामी रातो माटो ल्याएर दिवालीमा घरहरू लिपेर ल त म त जान्दिनँ त पहिले चाहिँ हामी यहाँनिर के अरे माटोहरू लिनु आएर दिवालीको दिन घरहरू लिपेर गर्थे सो अहिले चाहिँ अब हामीलाई माटोको जरुरत पर्दैन खोलाले त यो आउँदो खोलामा त यो जान्छ होला नि यो गाछहरू सबै पहिरो गएछ मर्निङ हेर्नु न घामको कस्तो दामी देखिरहेछ है घाम हामी दुई बहिनी चाहिँ अन्दासुर जाँदैछु कहाँ हो कुनी अहिले त्यहाँ मान्छे भेटेन भने चाहिँ कहाँ राखेको छ कहाँ जलाएको छ त्यो पनि थाहा छैन त्यो अब अन्दासुर जाँदैछु त्यहाँ कोही मान्छे भेट्यो भने चाहिँ सोध्नु पर्ला जस्तै छ यहाँ पनि खोलाहरू सबै धस्किसकेछ है पहिले हामी यहाँ पहिला यो खोला चाहिँ सानो थियो भन्छ हाम्रो बाजे देखेन बोजूले त्यहाँदेखिको धस्किँदा पानी परेर धस्किँदा भन्छ खोला यस्तो बढेको हुन्छ अझै पनि धस्किरहेको छ यहाँनिर चाहिँ फेरि हात्ती पनि हिँड्छ नि हामी दुईजना चाहिँ अहिले अगाडिबाट अनि के भन्छ भाग्नु पनि सक्दैन बालुमा साथी भेट्नु गएको साथी भएर पुग्यो भन्छ गयो त्यहाँनिर चाहिँ हाम्रो बगान छ त्यो चाहिँ हाम्रो हो रहिमपुर बगान हाम्रो चाहिँ फेरि बगान पर्दैन बस्ती पर्छ हाम्रो चाहिँ सो अब हेरौँ हिँडौँ खुट्टा धन चप्पल लगाएर आएछु ठिक्कै भएछ स्यान्डल लगाएको अहिले एकछिनमा हेरौँ न साथी हो थाकेँ हामी चाहिँ एकदमै कन्फ्युज भइसक्यो कोही एकजना मान्छे पनि देखेको छैन कहाँनिर यहाँ हेर्नु न खोला उयो कस्तो मजाले उयो के हो यो सिरु नि स्यात्तै फुलिरहेछ आएसे भयो अन्त सुर होइन उयो बगान हो कि कहाँ के हो त्यो अन्त पहिला त त्यहाँ बगान थिएन त बगान चाहिँ हामीले चाहिँ किन भन्दाखेरि नभएको पनि हामी कति साल भयो यहाँ नआएको नि कति साल भयो नहिँडेको यो बाटो खै कहाँ ऊ चाहिँ उता बिच गाउँको हो नि त त्यहाँ उसलाई चाहिँ यतै साइडमा राख्नुपर्ने भने फेरि बिच गाउँ जाने बेला होइन हौ कति चेन्ज भएछ यहाँ त नि कता हो खै जङ्गलै जङ्गल छ त उयो बाटो त कसलाई फोन गरेर सोध्नु बिच गाउँ पार भयो होइन त्यही त भनेको बिच गाउँको बाटो त यहाँबाट त झर्छ बिच गाउँको त्यो हो नि बाटो हेर आकाश तिमीलाई भेट्नुको लागि नि यहाँ भट्किरहेछ हामी दुईजना जहाँ पनि छौ देख्दै होला मेरो साथी आयो भनेर तिमीलाई यति धेरै मिस गरेर तर यसपालि दिवालीमा चाहिँ एकदम धेरै मिस गरेँ तिमीलाई अब देखाउनु मात्रै सक्दिनँ सो तिमीलाई हरदम हर टाइम मिस गरिरहेछु तिमी जस्तै साथी सायद मैले लाइफमा पाउँदिनँ पनि होला होइन एन्ड मिस यु सो मच तर तिमीलाई खोज्दा हामी चाहिँ यहाँ सेसै भइसकिसक्यो आफ्नो चप्पल पनि चुटे यसको आकाश खोज्दा चप्पल टुटेर खाली खुट्टै भयो तर मान्छे पाएन कता हो बिजोग भयो चप्पल चुटेर अब हुन्छ कि लाउँदा चिप्लेपछि निक्लिहाल्छ है यसको हुकै निक्लेछ नि त खै बन्यो त अन्त हुकै छैन यहाँ टुटेको छ उल्टा यो हो नि अब तिमीलाई भेटेन हौ कति खोज्यो तिमीलाई मेरो साथीले चाहिँ एकदम
विस्की खान्थ्यो सोलु तिमी जहाँ पनि छ खाऊ है तिमीलाई भनेर चराउनु ल्याएको थिएँ किनकि उसले चाहिँ शिकार पनि खान्थ्यो खोजिँदैन त सो अहिले त यो खोला सबै चेन्ज भएछ नि त राखेको जग्गै भेटेन 1 घन्टा भइसक्यो खोजेको भेटेन ल अब शिकार पनि खाऊ सिक्रेट ल्याइदिएको छु सिक्रेट पनि जलाएर राख्दैन जलाएर छैन लाइटर खोइ भिडियो एकदम यस्तो ए जलाउनु पर्छ नि जलाएर राखिदे तिमीलाई कति खोजे ला भेटेन सो अब देखिरहेको होला तिमीले कि मेरो साथी भेट्न आयो भनेर सोलु सिक्रेट पनि ताना अब तिम्रो लागि मैले फुलहरू पनि ल्याइदिएको थिएँ तिमीलाई मैले भेट्न पाइनँ कहाँ हो तिमीलाई भनेर गुलाबको फुल पनि ल्याइदिएको थिएँ यो चाहिँ मेरो तर्फबाट ल कति खोजे भेटेनौ है चप्पल टुटिन्जल भइसक्यो यहाँ खुट्टा उयोमा खोला के अरे बालुमा हिँडेर खुट्टा दुख्नु भइसक्यो यता नै होला किनभने त उयो चप्पल पनि छ नि त ऊ यता कता नै होला तिमी हो तर मैले एक्ज्याक्ट थाहा पाइन साथी तिमी जहाँ पनि छौ खुसी बस्नु तिम्रो आत्माले शान्ति पाओस् अब अर्को जन्ममा पनि तिमी मेरै साथी भएर आउनु ल सल्केन त सिक्रेट अब यति खाऊ दिवाली हो ल सो हामीले चाहिँ एक्ज्याक्ट उसलाई कहाँ राखेको थियो त्यो चाहिँ भेटेन मैले उसको नम्बर मेरोमा थियो उसको भाइले नम्बर चलाउँथ्यो मैले नम्बर लिएर फोन गरेँ अब कहाँ यहीँ छेउमै राखेको भन्छ नामो निशान छैन 1 घन्टा भइसक्यो उसलाई खोजेको भेटेन यहाँ हेर्नु न सब बाटोहरू चेन्ज भएको छ पहिरो गएर क्या त्यो खोलाको छेउछेउमा कहाँ राखेको छ कोही फेरि उनीहरूको गाउँको मान्छेहरू त सधैँ बिहान बिहान गाई ठोक्नुहरू पनि आउँथ्यो ओए अङ्कित यसलाई सोध्नु पर्यो भाइ आउँदैन एकजना भाइ आउँदै रहेछ कि हाम्रो भाइ भनेको छैन यसको चप्पल टुट्यो एकदम बाटो पुरै मतलब बहुत साल बाद आएर होला कि बाटोहरू केही चिन्दैन उयो भएन के अरे कति खोजेँ मैले त सोचेको थिएँ अब जलाएको त हुन्छ नि त भर्खर त ऊ कति फेब्रुअरीमा उयो भएको हो नि त अब अक्टोबर 8 महिना त भयो मैले चाहिँ सोचेको थिएँ अब यस्तो दाउरा सौराहरू पनि के होला जलाएको उसको नामो निशान तिमीले चाहिँ गएर आकाशलाई भेट्नुको चक्करमा मेरो यो चप्पल लगाएको चप्पल टुट्यो भने चाहिँ नियाले काल गर्छ खोज्दा खोज्दा पनि भेटेन हो अन्त मैले तिनीले नै अब उसलाई किनकि उसले चाहिँ अब खट्टु खान्थ्यो चुरोट शिकार चाहिँ उसको बेस्ट थियो सो मैले त्यही उसलाई अब दिवालीको टाइम पनि छ उसले पनि धेरै याद गरिरहेको होला हामीलाई सो अब म चाहिँ यही नै भन्छु कि अब ऊ जहाँ पनि होस् उसको आत्माले शान्ति पाओस् होइन अब मर्नु त सबैलाई छ त्यही हो अगाडि पछाडि हो एक दिन हामीलाई पनि मर्नै पर्छ अब म चाहिँ अब टाढो भएर चाहिँ आउनु पाइनँ किनकि म दिल्लीमा थिएँ सो तिमीलाई धेरै धेरै मिस छ होइन ह्याप्पी दिवाली छ ह्याप्पी दिवाली तिमीलाई पनि सो अब चाहिँ हामी भ्लग एन्ड गर्दैछु किनकि यहाँ चप्पल टुटेर के भयो आज 1 घन्टा भइसक्यो हामी घुमेको सो
यही हो राखेको अब चाहिँ राखेको अरे अब चाहिँ टाटा बाई बाई वर्षा बाई गर बाई 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 अन्त गुड मर्निङ फेरि पनि सबैलाई उहाँ हेर्नु न ऊ पहिरो गएर यो गाँस त ढल्छ होला नि है यो पालिको त ऊ सबै जरा जरा भएछ बाटोहरू सब चेन्ज भइसक्यो सब चेन्ज भइसक्यो केही पनि छैन कि उयो लास्ट जलाउनेमा त उसलाई जलाएन होला खोलाको किनारमा भने नि खोज्दा खोज्दा उहाँ हेर्नु त ऊ ए अब आउने अर्को सालको पानीले त यो लाइट पनि जान्छ किनकि यतै झर्छ नि त यो गाछ लाइट साइट सब जान्छ सो अब चाहिँ म भिडियो एन्ड गरेको एन्ड थ्याङ्क यू फर वाचिङ यसको चाहिँ म बिजोग भयो मेरो सिस्टरको सबले यसको चप्पललाई नजर लगाएँ अरे मैले पनि यहाँ बहिनीको चप्पल लगाएर आएको छु यो चप्पल टुट्यो भने चाहिँ मेरो काल गर्छ त्यसले सो थ्याङ्क यू फर वाचिङ एन्ड बाई बाई दुःख लाग्यो मलाई किनकि मैले भेटिनँ उसलाई एक्ज्याक्ट कहाँ राखेको थियो मैले त सोचेको थिएँ उसलाई त्यहीँनिर नै भेट्छु भनेर किनकि सायद पहिरो गयो होला नि त पहिरो गएर चाहिँ केही भेटेन क्या नामो निशानीहरू पनि ल